1 घन्टा भइसक्यो, कति सिरियस भएको के? केही त बोल न। 1 वर्ष भइसक्यो तिमीले मलाई छोडेर गएको। एकचोटि फोन गरेर सरी माग्यौ, त्यसपछि कहिल्यै पनि भेटेनौ, खालि इग्नोर मात्र गरिरह्यौ। छोड न त्यो पहिलाको कुरा। साँच्ची तिम्रो अर्को वर्ष बिहे हुँदैछ है? निकै खुसी छौ है मेरो बिहे अर्कैसँग हुने भएकाले। तिम्रो पनि त अमेरिकाको एलिनासँग बिहे हुन पाएकोमा धेरै खुसी छौ। किन यत्रो बहाना गर्यो? सिधै भनेको भए भइहाल्थ्यो नि। एलिनासँग नचाहिने कुरा नगर। कति माया गर्छ तिमीलाई कहिल्यै बुझेनौ र कहिल्यै बुझ्ने छैनौ। तिम्रो लागि मैले मेरो बुवा आमा सब फ्यामिली छोड्न तयार भए, तर तिमी? आई नो डियर फर आई लभ यु टु मच। अनि मलाई किन छोड्यौ त? कुनै कुनै कुराको एन्सर हुँदैन माया। आज तिमीलाई भेटे खुसी लाग्यो। अब जाम है, म पनि लाग्छु। तिमी धेरै चेन्ज भएछौ, केही फरक पर्दैन। तर मेरो बिहेमा चाहिँ आऊ है। ओके, आई विल ट्राई। बहिनी, अहिले भर्खरै जाने केटालाई तिमीले कसरी चिन्यौ? किन र दा? जुन हस्पिटलमा म काम गर्छु नि, त्यो हस्पिटलमा त्यो केटाको उपचार भइरहेको छ। के भन्दै हुनुहुन्छ? के को उपचार? ब्लड क्यान्सरको लास्ट स्टेजमा छ।